मङ्क मोड यो एउटा यस्तो फेज हो जहाँ चाहिँ एउटा मान्छे कम्प्लिटली डिसपियर हुन्छ आउटर वर्ल्डबाट र आफ्नो पर्सनल ग्राइन्डिङमा चाहिँ उसले काम गर्न सुरु गर्छ। एउटा यस्तो फेज हो जसमा चाहिँ एउटा मान्छेले सबै आउटर वर्ल्डको डिस्ट्र्याक्सनहरूलाई टाटा पारिए गरेर आफ्नो फुल एनर्जीलाई चाहिँ एउटा काममा मात्रै डिप वर्कमा चाहिँ फोकस गरेर चाहिँ एउटा कम टाइममा चाहिँ उसले गोललाई एचिभ गर्न सक्छ। र तपाईँले यस्तो टाइपको भिडियो धेरै देखिसक्नु भएको छ होला र यो त्यस्तो टाइपको भिडियो होइन कि यो म चाहिँ कम्प्लिटली फर कमिङ 21 डेज आई एम गोइङ इन दिस मङ्क मोड। मङ्क मोडमा मैले जाँदैछु र मैले प्र्याक्टिकली के गरेँ, के गर्न सकियो, कुन दिन मैले गरेँ, कुन दिन मैले गर्न सकिनँ, कस्तो के फिल भयो, मैले सब कुराहरू तपाईँलाई अनेस्टली सबै कुराहरू देखाउने छु। तपाईँ पनि डिसपियर भयो पनि नभए पनि कसरी गर्ने रहेछ भन्ने कुरा एउटा नलेज दिन अथवा मसँगै सँगै गर्नको लागि यो चाहिँ च्यालेन्जमा चाहिँ पार्टिसिपेट हुनु चाहनुहुन्छ भने तल च्यानललाई फलो अथवा सब्सक्राइब गरेर चाहिँ मसँग कनेक्टेड हुनु होला। र मैले आउँदै गरेको यो 21 डेजमा चाहिँ के गर्दैछु त लेट्स सी। फर्स्टमा चाहिँ मैले 4 बजे उठ्नेछु, त्यसपछिको मेरो 30 मिनट चाहिँ वर्कआउट सेसन हुनेछ, त्यसपछिको 15 मिनट मैले मेडिटेसन गर्नेछु एन्ड देन 20 पेजेस अफ सेल्फ हेल्प बुक एभ्री डे विदाउट एनी एक्सक्युजेस। अनि त्यसै गरी त्यसपछि मेरो सुरु हुन्छ ग्राइन्डिङ। यसमा चाहिँ मेरो फाइनेन्स गोल चाहिँ के छ भने कमिङ 21 डेजमा चाहिँ मैले 10K चाहिँ 10K हिट गर्ने चाहिँ मेरो गोल छ। एज यु नो आई हेभ अलरेडी अन माई फर्स्ट 5000 रुपिज। यसै गरी अब चाहिँ मैले 10K चाहिँ अन गर्ने भन्ने यो 21 डेजमा चाहिँ गोल लिएको छु एन्ड आई नो आई क्यान डु इट। यसै गरी त्यसपछिको अर्को गोल चाहिँ के हुनेछ भन्दाखेरि मैले यो च्यानलमा चाहिँ 1K सब्सक्राइबर गेन गर्ने चाहिँ मेरो चाहिँ एउटा गोल हुनेछ। थर्ड गोल भनेको म टपर हो भन्ने कुरो तपाईँलाई थाहा नै छ होला। र यसै गरी मेरो चाहिँ एउटा यो बितेको टाइममा चाहिँ मैले धेरै आफ्नो ब्याकलग्सहरू बाँकी रहेको छ र यो 21 डेजमा चाहिँ मैले आफ्नो एकाडेमिक कमब्याक पनि गर्नेछु। त्यसैले यो टाइममा यो दसैँको टाइम छ, त्यसैले मैले दसैँको टाइममा कुनै पनि एक्सक्युजेस हुने छैन मेरो लागि। लेट्स सी मैले कति एचिभ गर्नेछु, कति एचिभ गर्ने छैन। र तपाईँ पनि यस्तै टाइपको नेपालीमा यस्तै र कन्टेन्ट हेर्न चाहनुहुन्छ भने तल च्यानललाई सब्सक्राइब गर्नु होला।